गगन थापाकै पार्टी पनि त अब सभापति भएपछि पुनर्जागृत भनिरहनु भएको छ। उहाँलाई चाहिँ नयाँ नमान्ने त त्यसो भए मान्ने कि नमान्ने? तपाईँ रवि लामिछानेलाई नयाँ मान्न तयार हुनुहुन्छ, गगन थापा चाहिँ नमान्ने त त्यसो भए? उहाँ त भर्खर सभापति भएर पार्टी लिड गरिरहनु भएको छ होइन त? गगन थापालाई मान कि जोसुकैलाई मान, जेसुकै गर, हामी नेपाली जनता त मान्न तयार छैन। जो चाहिँ एमसिसी भित्र आउनलाई पास गर्नुपर्छ भन्ने, जो चाहिँ अर्को देशबाट ऋण ल्याएर देशमा विकास गर्छु भन्ने, अनि कहिले कसलाई गाली गरेको छ, कहिले कसलाई गाली गरेको छ, त्यस्तो मान्छेहरूले देश बनाइदिएला त? 80 करोड मागौँ चीनसित, यसले यति दियो भनेर चाइनासित मागौँ, भारतसित मागौँ, 90 करोड सबसितबाट ल्याउँ भन्ने, यस्तो सांसद भवनमा यस्तो भाषण ठोक्नेले भोलि देशको प्रधानमन्त्री भयो भने के होला? देशै बेच्दिनु भने बेर लाउँदैन यिनीहरू। अझै पनि यिनीहरूलाई राम्रो सोच्यो भने हैट कलाकारी कस्ता कस्ता हुन्छ नि आज भोलि।